गाइस इट्स अ बोडी आए आज चाहिँ हाम्रो चाकुरीसम्मको यात्रा छ कस्तो हुन्छ हेरौँ बल्ल खोज्न जान लाग्छ गाइस बल्ल खोज्न हैन रमाइलो गर्न घुमघाम गर्न ठाउँ हेर्न जान लाग्यो चाकुरीसम्मको यात्रा छ हेरौँ के हुन्छ साथ दिनु होला भिडियोमा बनिराख्नुस् कस्तो छ ठाउँ हेर्नुस् हाम्रो जुम्लाको हैन बर्ड प्लेस ठाउँ कस्तो छ हेर्नुस् कस्तो लाग्छ कमेन्टमा भन्नु नि नबिर्सिनु होला रमाइलो हुन्छ आज चाहिँ कस्तो भने 10 बजिसक्यो यहाँ हामी यति चाकुरै पुगेर हिँड्यौँ भने चाहिँ 2 बजीसम्म पुग्नुपर्छ त्यहाँ जसरी भयो नि त्यहाँबाट फर्किनेलाई चाहिँ नि हल्का छिटो हुन्छ किनभने ओह्रालो छ 10 बजिसक्यो गाउँ भर्खर गाउँ छ मेसम 10 बजिसक्यो यहाँ 10 बजे छ भने चाहिँ अब हामी 1 घन्टा आधी घन्टामा नापुग्छौँ होइन आधी होइन 45 मिनटमा पुग्नै पर्छ जसरी नि 45 मिनटमा त्यहाँ पुगेर त्यहाँदेखि 3 घन्टा समथिङमा लाग्न चाकुरे नपुगे नि रातोमाटासम्म पुग्यौँ भने 2 बजीसम्म पुग्ने आश छ हेरौँ के कस्तो हुन्छ बाटोमा कस्तो हुन्छ के छ जङ्गलको बाटो छ बहुत रमाइलो हुन्छ आज चाहिँ घुम्न जान लाग्छु सो रमाइलो भिडियोमा बन्नुहोस् है गाइस चिल्ला हुन्छ थाक त लागिहाल्छ नि केटा अहिले के गर्छ ल हामी चाहिँ यहाँ पुग्यौँ यो चाहिँ हाम्रो गाउँमा जाने बाटो छ यहाँदेखि माथि हाम्रो गाउँ जान्छौँ तर हामी सिधै जाने हो कामको बेला घाँस खानेलाई हो फुच्चेहरू हाई गर यो चाहिँ हाम्रो गाउँ जाने बाटो तर हामी चाहिँ यहाँदेखि जान्छौँ सिधै गएर यस्तै हो यहाँदेखि सिधै गएर माथि चाहिँ चौतारा पुगेर रिचार्ज किन्नु पर्ला अरू त्यस्तै फोन गर्नुहुन्छ होइन गाइस कति त्यही 10-15 मिनट जति नि भएन यहाँ पुग्यौँ चौतारा हाम्रो गाउँ चाहिँ त्यही हो माथि छ अहिले देखिन्छ रामसिंह यहाँदेखि चाहिँ आउँछ यहाँ चाहिँ जाओस् आज भोलि यो कति 30 रुपियाँ केजी किने आलु तिम्रो त देख्नु भने यताउता लाग्दै टिकाउनु क्या यहाँदेखि चाहिँ गाउने भनौँ माथि छ माथि यहाँदेखि छ आलु लगाउनु चाहिँ ट्र्याक्टर चाहिँ फुटेको रहेछ तर किन हामी चलाउ गाउँतिर यस्तै हो आलु चाहिँ धेरै किनिसकेको छैन त्यो गाउँ हाम्रो त्यहाँ घाँस जाँदैछ किन्छ किने खै यार अनि यो चाहिँ चाकुरे यो चाहिँ हामी चौतारा भन्छौँ होइन चौतारा भनेको यही हो आफ्नै गाउँको भाइहरू पनि चिन्दैन नेर मास्क लगाएपछि भाग छ नि दौडिन्छन् भाइ रोक भने यो यहाँ चाहिँ ब्याडमिन्टनहरू खेल्ने गरे जस्तो राम्रो बनाएको छ नि ठाउँ कामको बेला हामी घुम्न गएको टाइम नपाएर होइन भाइ त्यस्तै हो काम हुने काम गर्दै गर्छन् हाम्रो चाहिँ कामसाम सक्यो घुम्न जाऊँ भन्दा आएको होइन जसले जे सोच्दैछ हामीलाई के नै गर्नु सक्छ तर त्यही नि गाउँघरतिर त्यस्तो केही सोच्दैन यो चाहिँ तिजको भवन ब्याडमिन्टन खेल्ने तल हो म भेटेँ नि यहाँ चाहिँ पसलमा रिचार्जहरू किन्नुपर्छ यहाँदेखि चाहिँ त्यहाँ हुँदै माथि त्यो देखेछ घरहरू त्यहाँदेखि भित्र जानुपर्छ जङ्गलको बाटो हुँदै एकचोटि मासु किन्न जानु छ यार छ कि नै थाहा छैन त्यो सोध्नु जानु पर्ला हेरौँ के हुन्छ दिदी रिचार्ज दिन्न रिचार्ज छिटो छिटो हाम्रो दिदी पसलले साउनी हाई गर्नु भ्लग बना सानो रिचार्ज दिनु अनि मासु कति पाइन्छ हजुर मासु खै मासु 1 केजी जति मासु लाग्नु होइन कति हो 100 को 100 100 को लगाउँ होइन सुभाष कहाँ हो अमेरिका ध्रुव उहे सुभाष उहे चिन्दिनु तिमी त सुभाष हो नि ध्रुव दिदी भन्न के भन्ने समाचार के भन्ने अनि चिनी न मुख त्यो काको रहेछ कहाँ जाने त चाकुरे जानु गर्नु हैन चाकुरे घुम्दै जाऊँ भन्ने हो ल जाऊँ त होइन सामान किनेर
के अरे मासु लिन आयो होइन सकिन पाँचसम्म नटले कोही खोज्ने भने मलाई मासु नै कोही हो र मासु प्रकाश कहाँ छैन हेरे पा मासु के गर्ने भन्छ मासु के गर्छ नि खान्छ नि के गर्छ मासु त्यो हामी त खान्छ त्यो फाल्नु पनि त्यही त क्या मासु के गर्ने भन्नुहुन्छ हेरौँ कस्तो हुन्छ यार झ्याउ लाग्दो दिक्क लाग्दो ठाउँ यो माथि होला आइज है त यो चौथारा हो त्यो माथि त्यो चाहिँ गाउँ हाइगर हाइगर ललिपप जस्तै हाइगर बल्ल होइन हब्बाना त्यही नभन् त मा के हेर्नु के हुन्छ यार नमस्ते सन्चै हुनुहुन्छ प्रकाश है त होला घर कोन हेरौँ के छ को छ प्रकाश प्रकाश बोला त ए दाइ दर्शन कहाँ प्रकाश भने क्या अस्ति मासु छ भन्नुहुन्थ्यो किन्ने होइन छ कि न हेर्नु न हेर्नु न एकचोटि एक केजी जति लग्ने होइन क्या प्रकाश अस्ति भन्दै थियो कहाँ त्यो फोन हान्नु न एकचोटि नम्बर छ नम्बर भयो नम्बर मै हाल्नु फोन एकचोटि होइन मासु रहेछ यार तर भिडियो बनाउनु बिर्सेँ मासु रहेछ लहरा बनाएर राखेको रहेछ त्यही पनि ल्याइदिएछु 1 केजी जति होला होइन अझै बढी नै होला सायद 1 केजी भन्दा यति लहरा छ धेरै छ अनि त्यो लगेर अब चाहिँ हिँडेको फाइनली अब यहाँदेखि कहीँ रोकिन्न सिधै नाप पनि गरेर एकचोटि रोकिन्छ त्यो पनि त्यो गयो भने चाहिँ यहाँदेखि देखिन्छ कि न हेर त्यो ठाउँ जाने यो गाइस देखिएछ त यो काकुल्लो त्यहाँ पुग्नु छ यार गाह्रो छ भाउँछ आलु लगी के भन्ने भाउन लाहन अनि हामी चाहिँ त्यसले त्यो भएर त पनि त्यही हो गाइस चौथारा पुग्यो मासु पनि किनियो चाउचाउ रेड बुल सब लगेर गएको छौँ पकाएर खानलाई भोक लाग्यो भने कहाँ जानु लौ चाकु रे यो चौथारा चाहिँ तर सुनसान छ कामको बेला मान्छे यताउता गाउँछन् पुल बनाउँदै किन बिचमा रोक्यो भने क्या फर्स्ट टाइम नि हाम्रो गाउँमा सिमेन्टको पुल बनाएको छ त्यही नै रोक्थ्यो हामी बिचमा होइन पहिलोचोटि त हो कि नै पहिला यस्तो पुल हुन्थ्यो होइन यस्तो पुल जता पनि अनि फर्स्ट टाइम हो कि यस्तो पुल बन्न लाग्यो त्यही पनि बिचमा रोकेर हामी 225 मा छु तर यहाँ अझै हाम्रो गाउँ चाहिँ अहिलेसम्म 2020 मै छ क्या 5 वर्ष पछाडि नै छ भनौँ त्यस्तो हुन्थ्यो पहिला कस्तो हुन्थ्यो आजभोलि कस्तो बनेछ जस हुँदै चाहिँ बिस्तारै जाँदैछ अब के हुने र होइन यो चाहिँ चौथारा बच्चाहरू नुहाउन जान लाग्छ सायद चौथारा यता साइड चाहिँ कोही बस्छ नि उता पारी चौथारा यो वारी चौथारा होइन अनि उताबाट चाहिँ अनि यो पारी चौथारा हुन्छन् उताको चाहिँ वारी चौथारा हुन्छन् अब यो बाटो हुँदै यति छ न घर यहाँदेखि यति देखियो यो काम छैन यहाँको अब यो बाटोमा यति हो घर अब यहाँदेखि सिधै नाप पनि पुगुन्जेल घरै छैन अब त्यही हो सुइने जाने हो यस्तै वारी पारी डाँडा वारी डाँडा बिचमा रोड छ अनि हिँड्ने भएको सुई
हामी चाहिँ अहिले ठुलो सागु पुग्यौँ। यहाँ चाहिँ मलाई सबसे राम्रो ठाउँ भनेको एउटा छ यार, ट्याक्क यस्तो छ क्या, आधी घन्टाको बाटो छैन नाप्पनी जान्जेल केटा हाई गरिदेऊ। अनि आधी घन्टा छैन नाप्पनी गाउँ चौतारादेखि नाप्पनी पुगिन्जेल ट्याक्क बिचमा क्या 15 मिनट लाग्ने, जहाँ ट्याक्क त्यहाँ पुगिन्छ 15 मिनट, त्यहाँदेखि माथि 15 मिनट छ, बिचमा धारो राखेको छन्। यस्तो मनपर्छ मलाई त्यो धारो। तर धारो चाहिँ भाँचिया छन् बोलाले। खोइ यार यस्तै हो, को पागलहरू हुन्। त्यो धारो भाँचे चाहिँ फेरि अस्ति बनाएर फेरि भाँच्यो कि के अरे। अनि यो चाहिँ ठुलो सागु होइन, यो ठुलो सागु। पुल त सानो छ तर नाम मात्र ठुलो सागु हो ठाउँको नाम। यहाँ माथि चाहिँ अदाली छ, यो डाँडा उता अदाली पनि देखिन्छ तर त्यति उँचो छैन, आजभोलि हरियालीमा हुन्छ राम्रो। यो चाहिँ ठुलो सागु भन्छन्। उ त्यहाँ पुल छ एउटा, यो हेर जङ्गलको बिचमा बाटो छ, कम मजा आउँछ। यहाँ फेरि पहिरो सहिरो पनि आउँछ, धेरै आउँछ। पहिरोदेखि चाहिँ बचेर हिँड्नुपर्छ, आजभोलि चाहिँ हुँदैन। पानी सानी परेको बेला चाहिँ यो बाटो बिस्किने हुन्छ, बर्खातिर पहिरो लास्ट आउँछ, बाटो बिग्रिन्छ, हुन्छ। अनि अरू त्यस्तै। अनि यो हिउँहरू पर्ने बेला त होइन, यहाँ अगाडिको बाटो पुरा ठाडो जम्या हुन्छ, घोडाहरू लग्ने यतादेखि हो। अब यतादेखि नि बाटो बन्द भइसक्यो, उता माथि पऱ्यो एकचोटि खोलामा बाढी आएर। यो पुल, यो धारो हो, यो चाहिँ यो पुल हो त सानो छ तर ठुलो सागु नाम हो। यो धारो होइन यस्तो दामी थियो, तर हेर न भाँचेर गाउँको काम छैन क्या, यस्तो दामी धारो थियो यार। पानी सानी खाने मुखसुख धुने हुन्थ्यो, अरू नभए नि। त्यो धारो चाहिँ भाँचिरहेको छ। जोस् मैले होइन केटा, यो धारो छ त, फोटो खिच्न पाएँ क्या, त्यही खुसी लाग्यो। एउटा मात्र फोटो छ, फेरि बबल फोटो छ क्या, ट्याक्कै नाप पनि आउनु लाग्ला भयो, पानी खान लागेको खिचेको थिएँ। फोटो खिच्न पाएँ जस्तो धारोसँग भाँच्नुभन्दा अगाडि नि, कसले भाँचेको थाहा होइन। यो मुरो नि पहिला पहिरोले ल्याएको होइन, माथि हेर्न सक्नुहुन्छ पुरै जमिन खस्केछ। यो पनि पुरै पहिरो हो। यहाँ पनि यो ढुङ्गाहरू जति देखिन्छ सब पहिरोले ल्याएको ढुङ्गा हो। यहीँ यो पुरा पछि हिउँ पर्ने बेला चाहिँ पुरा जम्या हुन्छ होइन, ठाडो ठाडो भन्छन्, आइस भनौँ न हामी चाहिँ, यतातिर चाहिँ ठाडो भन्छन्, अनि अर्को होइन फेरि ठाडो। अनि यहाँ पुरा जम्या हुन्छ, दामी छ जोस्, ठाउँ चाहिँ राम्रो छ। यो पहिरो आएको यो हेर, त्यहाँ माथि जमिन खिस्किया देखिन्छ, त्यहाँदेखि पहिरो आएर सब पावर हाउस यो गाइस। हाम्रो चाहिँ पारीबाट नि बाटो त छ, तर यो बाटो जानु हामीलाई सजिलो हुन्छ। हामी जाने गन्तव्य चाहिँ धेरै टाढा छ, यो बाटोबाट हल्का सजिलो हुन्छ। यो बाटो यस्तो हिलो छ। गाउँघरतिर आयो भने चाहिँ केही चिज सहन सक्नुपर्छ, लाइक हिलो भयो, अनि यहाँको बच्चाहरूले बाटोमा टोइलेट गरेर हुन्छ त्यो भयो होइन। अहिले त तिमीहरू हिँड्दै हुन्छौ, अगाडि हक्दै हुन्छन् के, त्यस्तो नि हुन्छ, त्यो पनि सहन सक्नुपर्छ कि होइन, भने कि। अनि जसलाई थाहा छ साइज थाहा नै होला त्यो के हो भन्दा पानी घट्ट नै थाहा छ कि नै, पढ्यो होला होइन, बन्द छ न त त्यही गरेर देखाइदिन्थेँ। पानी घट्ट त्यहाँ तलदेखि पानी आउँछ, माथि घुमाएर चाहिँ अनि त्यहाँ एउटा पाल जस्तो हुन्छ, त्यहीमा मकै सकै हालेर पिस्छन्। पानी घट्ट कति हाम्रोमा आज दुईवटा मात्र छन् कि होइन, एउटा तल चौताराको छ कि नै, चौतारा दुईवटा छ, एउटा भयो। पहिले पुरानो घट्ट चाहिँ त्यहाँ थियो पहिला, त्यो चाहिँ बिग्रिसकेको रहेछ होइन, त्यहाँ पर त्यो चाहिँ पुरानो घट्ट हो, त्यो चाहिँ बिग्रेर बनाएको छन् तल। पहिला चाहिँ धेरै थियो होइन, अनि आज चाहिँ त्यति छैनन्, 2-3टा छन्, जान्छन्। एकचोटि मैले गएको छु राति, ऊ छ त। सिनेमेटिक हेर्नु होला कस्तो दामी छ होइन। तर यो हिउँको सिजनमा पनि बवालै छ, हुन्छ। हिउँको बेला त झन् पुरा सेतो हुन्छ, अनि हरियाली बेला नि हरियाली हो। यहाँ माथि डाबो भन्छन् होइन, त्यहाँ छ, एकचोटि यस्तो देखिन्छु। जरी भनेको माथि छेउ भयो, अनि यो पारी के भन्छ न त्यसलाई, माचे खोला। यो चाहिँ यो त्यो डाँडादेखि यति बिचको सब माचे खोला, त्यो डाँडा चाहिँ डाब हो, त्यहाँदेखि हुँदै अनि उता के अरे ताल्चा जान्छन्, यहाँ नि घरहरू छन्। नाप पनि हो नि क्या यो ठाउँ, मतलब
यो पनि ब्लगर हो तर किन बनाएन भने क्या आज तैँले ए तेरो बाख्रा त हराइदिएछ त सिधै घुसाइदिन्छ त भेरा पनि कि बाख्रा मिक्स रहेछ होइन यस्तो गाइस कसरी देखायो कि न यार मैले त्यो ट्याक्क गर कति घुसाइदियो क्या आफूले जसले रक्षा गर्छ त्यसलाई होइन घुसाइदिएको रहेछ यो चाहिँ रोड यो बुट्टा आएर स्याउको बुट्टा हो स्याउ फार्म भनौँ यहाँदेखि प्रायः फार्म नै छैन स्याउको पारी पनि लगाएको छन् तर प्रायः अब भर्खर पनि लगाएको छन् फले छैन नत्र त यहाँदेखि पुरै स्याउ मात्र छ क्या अनि एउटा वडा नम्बर 1 हो कि कतिको अरे सबसे ठुलो फार्म पनि छैन यहाँ माथि सुरेश वडा नम्बर 1 को ठुलो फार्म अहिले त्यो पनि देखाइदिन्छु गाइस एकछिनमा भेट्छ यो स्याउ फार्म हो ओखरहरू पनि छ उता ओखरको बुट्टा सानो रहेछ तर यहाँ माथितिर डाली हुन्छ जङ्गलमा नि ओखरहरू त माथितिर हुन्न होइन फेरि माथितिर हुन्न रोपेपछि हुन्छ होला पुरानो धाराहरू पुरानो जमानाको धाराहरू पहिलातिरको धारा हो आजकल चाहिँ जस सबै गाउँठाउँ चाहिँ विकास हुँदै गइरहेछ बिस्तारै तर पनि यहाँ जस यो सबैभन्दा जुम्लाको सबैभन्दा पछाडिको भेग भने यही ठाउँ हो यहाँदेखि गयो भने चाहिँ जाजरकोट भेट्छ सिधै यो डाँडादेखि गयो भने चाहिँ जाजरकोट यता साइड गयो भने चाहिँ डोल्पा हो क्या सिधा जुम्लाको सबभन्दा लास्ट ठाउँ भने हुन्छ तर बनाउन खोजेको चाहिँ लास्ट राम्रो हो नि यस्तो हो कि यो बैसेटा रुख छ नि ठुलो हुनुपर्छ झ्याप्पो हुनुपर्छ यो पिच हुनुपर्छ यस्तो दामी देखिन्छ सिन कसम भने कि होइन ल भन्न पुरा लाइन छ कि बैसेटा नि अबको नयाँ आएको नेताहरूले चाहिँ के गर्ला जस्तो छ है आश चाहिँ छ भरोसा चाहिँ छैन होइन नयाँ नेताले चाहिँ मानेको छु तर भरोसा चाहिँ छैन त्यति पिच हुनुपर्छ तर बवाल मान्छ कि यो ठाउँ होइन लाइक अब पिचै नभए पनि जस रोड भइदियोस् के जस यो ठाउँसम्म गाडी साडी पुग्नु पर्यो यो मान्छेहरू धेरै परिवर्तन हुन्छन् क्या गाउँठाउँका मान्छेहरू परिवर्तन हुने भए गाउँठाउँ परिवर्तन हुनेको सबै कुराहरू परिवर्तन हुँदै आउँछ त्यही हो अनि यहाँ पहिला घोडा खच्चरको जमाना छ भने चाहिँ आजकलसम्म पनि त्यो जमानामा गाडी आयो भनेको जस्तो धेरै सहज हुन्छ नि हामीलाई गाडीहरू आउँछ तर नि अझै हल्का राम्रो होस् भन्ने हो होइन हाम्रो सोच चाहिँ बिस्तारै बढ्छ नि छिट्टो झ्याप्पो 1 वर्षमै हामीले पिच चाहियो होइन कि बिस्तारै होस् के जे पनि त्यही हो जस्तै योभन्दा अगाडि आयोले बत्ती बन्यो अनि यतिसम्मको रोड बन्यो होइन अब बिस्तारै गर्दै 15-20 वर्षसम्म रोड होस् भन्ने हो हाम्रो विषय तर के हुन्छ भनौँ बच्चाहरू यी भर्खर रोपेका स्याउहरू छ नि हामी चाहिँ जरी पुग्यौँ भनौँ अब थोरै बाँकी छ यहाँ माथिदेखि चाहिँ जरी पुगिन्छ अनि जरी टाढा त ठाउँ चाहिँ धेरै राम्रो छ यो चाहिँ अर्को पुल जरी पुल अनि त्यो चाहिँ भवन नाप्पनीको भवन तिजको भवन नाप्पनी बस्ने थिए यहाँ आएर नाच्ने पूजासुजा गर्ने तिजको बेला लेडिजलाई भनौँ मेन गरी त्यो चाहिँ उसमा बना होला नि के अरे त्यसलाई योजना हुन्छ त्यतिखेर बना होला नि तिजको भवन नाप्पनी थाकेछ यो फार्म यत्रो छ हेर त्यो छेउदेखि त्यहाँ पर छ नि त त्यहाँसम्म छ सब पाउँछ क्या ओखरको बुट्टा त त्यहाँ देखेकै छ होइन कति छ अनि उता साइड चाहिँ
हात्ती चरा सब अनि तिनौले खिरङ्लो भन्छन् हेटे भन्छन् के हो के बन लसुन सब पाउँछ क्या सब रोपेछन् यो चाहिँ फार्म यो चाहिँ यो चाहिँ मेरो घर हो मेरो घर त्यति ठिक त छैन तर केही छैन घर भनेको घर हुन्छ होइन पछितिर हालत नहुने कमेपछि हजुरहरूले मेन भनेको हजुरहरूले साथ दिनु पऱ्यो सपोर्ट दिनु पऱ्यो कस्तो लागेको ठाउँ अब नाप पनि कस्तो लाग्छ अनि माथि चाखुरी कस्तो लाग्छ भन्नु होला कमेन्टमा नबिर्सिनु होला सायद त्यो घाँस काटिराख नाति अनि यो चाहिँ हाम्रो घर बाटो चाहिँ यही हो यस्तो छ बाटो यो चाहिँ मेरो भाइ माछा माछा पाल्नु नि हुन्छ होला होइन हुन्छ होला त हाँसहरू त फेरि खतरा हो यतातिर हाँसहरू बङ्गुर पनि छ फेरि कति 20-25वटा बङ्गुर पालेन चाहिँ कहाँ खुल्ला है नाइ खुल्ला लगा देख्दैनस् त्यहाँ खतरा लगाने यार जहाँ हेरौँ एकचोटि अर्कै लगाएन हाम्रो घरको कामहरू त त्यो चाफी लगायो नि लगाएर गइदिएछन् घर लगाइदियो जाम माथि हेरौँ होइन सिन हाम्रो घरदेखि देखिन्छ यो भिडियो मैले टिकटकमा हालेको छु सायद हेर्नुभयो होला हजुरहरूले नहेरेपछि हेर्नु होला वानली टिआर छ ONLY स्पेस TRA अनि गाउँतिर मकैहरू चाहिँ यस्तरी हाल्छन् उरुम भन्छन् होइन यसलाई यो बनाउनु पर्छ जङ्गलबाट निकालेर सिकालेर ल्यायो त्यतिखेर भित्र मकै हाल्यो घाँसहरू राख्ने यस्तो नलहरू भयो यहाँ पनि मकै छन् ओ जाम अनि त्यहाँ चाहिँ यो त्यो ठुलेरी घर त्यहाँ गएर भन्नुहोस् यार दिदी जाने भन्नु त जान्छन् कि नै हामी चाहिँ नगए नि हिँडिदिने हो गयो भने ठिक छ हामी त नगए पनि ठिक छ होइन हामीलाई के छैन भन्नु के छैन यो चाहिँ रोड नै भनौँ हाम्रो गाउँ उता यो धारोनी जमानाको यार हो यो धारोनी जमानाको होइन ठुलोले आफ्नो पर्सनल धानो बनाउनु खासै होइन यो तर पछि अनि यता अरू मान्छेहरू बस्ने पानी सानी खाने भित्र जाने भयो नि त त्यही भएर पछि बाहिर अनि ट्याक्क सजिलो के हो कि नै बाहिर बस्नेले बाहिरबाट लगोस् भित्र बस्नेले भित्रबाट होइन नि त छ नि त ठुल्यारीहरू नसे बुवा ठुल्यारी फोन गरे हजुरलाई लागेन फोनै सम्पर्क चाखुरे हजुर दाइ दिदी के गर्नु अब यत्तिकै जाने रेडी भएर है ठुल्यारी हाई गर्नु ठुल्यारी हाई गर्नु चल्लालाई के खुवाउनु लाग्नु भयो चारो कि बिरामी भयो कि जाँदै गरेर ल्याए भर्खरै ए स्याउको चाना गाई चाखुरे जान सक्छौ त ए मजाले लगाउनु पर्छ दिदी दारीमा कालो लागेन यस्तो चिन्नु गाइस यहाँ चाहिँ स्याउ किनौँ ठुलेरीबाट स्याउ यहाँ 2 केजी छ बाटोमा खाने स्याउ हामीहरू चाहिँ छौँ यहाँ चक्खु कराउन लाग्नु भएको छ उसको लागि के अरे दाउराहरू ठुलेरी झरो दिनु है 3-4टा आगो बाल्न चाहिन्छ माथि मासु पकाउनु पर्यो त ताप्के आपके ल्याइकन आसु घर भाइ खसीको सुकुटी बना क्या हो नि साट्नु भन्नुहुन्छ त बजलको साट्ने साट्न भने त सुकुटी हो क्या म भन्ने त निकाल तले हाम्रो सुके चाहिँ त्यो पुग्दैन क्या थोरै हुन्छ ठुल्याडी हुन् के थपिला आनको निकाल के हुन्न बदल हो नि आफू जङ्गलको हो त त्यो त्यहाँ मासु साट्न लाग्छ भने त हजुर
हाम्रो होइन खसीको खाने नि राख्यो साथीले होइन अस्ति भर्खर 3-4 दिन भयो क्या ऊ धेरै पनि भएन अस्ति त्यो आयोजक भएको थियो त पानी खाने बट्टा यही हो क्या सुकौती अफिसमा पठाउनु किन आलु पाक्नु पनि छिटो पाक्छ होइन त्यो पनि हो करे खरै ल्याएको छु कि ल्याउन त त्यहाँ बाटोमा भोक लागेपछि ल्याएको छु कुकिज र हुँ यो सुकुटी भिडियो बनाउनुहुन्छ होइन भ्लगर हो नि त सुकुटी अनि यो दिएर चाहिँ हामी यहाँ ताजा यहाँ के अरे यो केसको रे बदेलको मासु गाई जङ्गलमा पाउने बङ्गुर नै भनौँ तर फलफल दिनु है हाम्रो चक्कुले भ्याउनु न काट्न फलफल भयो हे काटिनु लगाउँ होइन त्यहाँ गएपछि पकाउनु डाइरेक्ट पकाउनु सजिलो हुन्छ हजुरको लिड ल्याउनु डाटा केबल त्यो आइफोनको लिड ल्याउनु चार्ज जोड राखिदिनु चार्ज छैन भन्नुहुन्छ अनि फोन आएन उठाउनु लाग्दैन हजुरलाई ठुलेडीको नम्बर थिएन होइन दिदी 1 केजी त लग्नु होला मासु हामी 2 जना छौँ त 2 जना छु त खाने टक्क गरेर चक्कु कहाँ राख्नु यो माथि बेच्दिनु दि बेरिकन राख्नु हाम्रो लागि मासु प्रिपेयर गर्दै हुनुहुन्छ हल्का फास्ट गर्नु है दिदी हजुर चाहिँ हाम्रो लागि त्यो लग्ने मासु गरिदिनु लाग्नु है पिस बनाए चाहिँ सजिलो खुकुरी गाई यो चाहिँ मासु बदेलको पिस बनाएर लगेपछि सजिलो हुन्छ त्यहाँ पकाउने अनि खाएर टक्क आउने बदेल होइन कहिले जानुभएको थियो मार्न कहिले जानुभयो सिकाइखानु ए घरमा पाल्यो वन जङ्गलबाट ल्याएर यहाँ पाले घरमा पालेको ए प्योर हुने बाजा ल त्यसमा उता नि त्यो पनि हुँदै थियो झक्का स्याउ सब स्याउ फार्ममा त छ उता छ यहाँ हाम्रो पहिलाको सिकारी सुत्नुहुन्छ आजभोलि पहिला धेरै खतरा सिकारी भयो कहाँ रक्सी लगाउला अहिले पर्छ साइटर लगाउनुपर्छ क्या 1 बोतल फेरि क्या होला है नर्मल हो लगे नि हुन्छ कि के हुन्न त्यस्तो लाग्ने टाइपको छैन कि नर्मल छ प्योर फेरि पुरा स्याउ हुन्छ त स्याउको रस मात्रै हो कि मिचारेर त्यो अरू बनाउँछ नि त चाना काटेर त्यस्तो गर्दैन होइन प्योर तरिकाले बनाउनु यो चाहिँ हामी लग्ने बनाइदिनु पर्ने भाटुले चाहिँ बदलको मासु पुरा फल मात्र छ क्या फल भएको राम्रो चरम मात्रै खाने त होला ए पकाउने भाँडा क्या कराई ल्याएको छु है घरदेखि खरै ल्याइकन छु एउटा पुन्यु ल्याएको छु मासु हुन्छ यसमा तेल हुन्छ होइन क्या नि सकेला जर्किन लगेको छौ 2-3टा बोतल लगाएको छु एउटा सेन्टर फ्रुटको कट्टो 2टा नाना बोतल झुक्कै भइगयो यो फाट्दैन त्यो छोडिदिनु त्यति भयो प्लास्टिक त्यो प्लास्टिकमा हालिदिनु हजुर आफै हाल्नु होइन त्यस्तो समात्तै हाल्यो नि हुन्छ
अब त भइ त हो त हामीलाई के चाहियो काटकुट गरेर होइन पिसै पिस मासु न उलुमुखी गरी समाति त्यस्तो तरिकाले खाना बनाउनु लाग्छ भन्नुहुन्थ्यो दिदी यो चाहिँ हाम्रो अब भयो दिदी आएपछि चाहिँ अनि दिनु पर्ला हल्का छिटो छिटो फास्ट हिँडेर अब माथिसम्म पुगेर चाकरी गरेर भिडियो सिडियो बनाएर फोटोसोटो खिचेर निस्किनु पर्ला यस्तो एकछिन है गाइस खुला त एउटा चाना के अरे चाना स्याउको चाना गाइस स्याउ काटेर यो चाहिँ यत्तिकै बनाएर उता लग्ने होला सायद चना गोल्डन स्याउको चाना हाम्रोको अयो ठुलो ठुलो छ नटासम्म चाहिँ लग्ने त फुपूलाई दिएको तुरीमान माछाको यो दाउरा काट्ने भन्ने मेन कुरा अब दाउरा काट्न भ्याउँछ किन हान्ने अहिले दिदीलाई हल्का बाक्लै लगाऊ भन्नुपर्छ कपडाले चिसो हुन्छ यस्तो यस्तो पातलमा कहाँ फर्किन्छ त त्यो चाहिँ साइटर स्याउको प्योर साइटर साइटर भरिदिनु लाग्नु भएको छ मलाई मेरो लागि स्पेसल साइटर प्योर स्याउको साइटर जुस भनौँ न स्याउको होइन एक बोतल क्या थियो 2 बोतल हुँदा परि जाने ए तँ पैसा छ भने निकाल 500 यति जान्छ 500 राखेस् त सबै मैले राखेँ हौ 500 रुपैयाँ त्यो 29 प्रकाश नि त्यहाँ अनि अरु 70 राखिस् त यो साइटर उसको ढकन त्यही छ यहाँदेखि जाने र म यहाँदेखि हान्ने नि ल ल ल ल ल ल ल भाग्दा न झरो है तर्सिने छ नि त हौ यी झरा हुन् कि न नाना यी त्यही यी माछा त हो त झरो गरिदिनु लाग्नु हामीलाई आइगयो तिम्रो पछि फिलेरी ए हाँक्ने हुन् ल ल ल ए प्योर झरो दामी रहेछ यो झरो त यति भए भइजाँदा धेरै नलगु हुन्छ यहाँ पनि चाहियो त काटेर सक्यो यो चाहिँ हामी लग्ने झरो यही तल यति धेरै लग्ने लग्ने यति हामी लग्ने रे झरो चक्खु लगाएको छु त कहाँ उनीहरूले साइडमा दुइटै एउटामा आउँछ एउटामा तेल चक्खुहरू छ त्यो नि अट्टिने ठाउँ छ रुक्ति त अब हामी चाहिँ हिँडिन्छ होइन ब्याग बोकम अनि यहाँबाट हिँड्ने काम हुन्छ अब चाहिँ हिँडिन्छ होइन ल त फिलहाल है गरौँ ल हजुर यहाँ पिस बनाउनु नि केजी बनाएर छुट्याउनु नि होला ए लहरा बनाउने होइन यो चाहिँ अब हामी यहाँदेखि हिँड्न लागि कहाँ ल्याउनु भयो क्यान त हौ गाउँ दुःख मात्रै हुन्छ गाउँतिर त्यही भएर आज टाइम निकालिने घुम्न गइगयौँ क्या फेरि भोलि पर्सि जानु पाइन्न त्यही भएर ए हाँस नाम मात्रै हाँस्नु कहिले हाँसेर देख्दिनँ पुर्छु दाइ अझै चाहिँ भिडियो बनाउनु जानुपर्छ कि म फेरि त्यही भएर हामी चाहिँ हिँड्यौँ दिदी चाहिँ माथि हुनुहुन्छ ए भाइ त्यसो ए साइटर देखा कस्तो दामी भन्ने आयो साइटर
अनि मेरो चाहिँ हजुर मेरो चाहिँ यहाँ झरो छ माथि दाउरा खानेतिर हुन्छ यार पानी सानी भर्ने होला होइन कहाँ छ नजिक पानी त यहाँ भाइ अब हाँस्न गऱ्यो लग्ने पछि त एक बोतल धुर्वा त्यहाँ छ यार पानी भर्किनु दिएछ होइन ऊ गऱ्यो क्या माथि पाउँछ भने जस्तो लिएको चच्चुल्यान्ड पाइन्छ होइन एक तल रातो माटो पाइन्छ दुई त्यही लगिजानु त हो त बोतल छ कि के अरे होइन पानी नपाइ टेन्सन हुने भयो प्याज मिठाउने ल्याएको छौँ ठुलेडी हाई गर बड्डौ चाखुरे भर्मन के न दे चाखुरे झरो आगो बाली त्यहाँ खानु पर्यो त अनि मासु ल्याएको छु कि दिदी जाउँ त भयो काम यहाँ छ ल्याइल्यौँ हामीले त्यही पनि लघुले त्यो कहाँ हाल्ने फेरि त हामीहरूको घरको झरो सुकाएन भन्दैन ठिक छ के छैन त्यो हाल राम्रोसँग जरा हाल्दा चाहिँ मेरो भाइले चाहिँ यहाँ हाल यो ब्याग अनि हजुर यो ब्याग पनि हाल बोकिदिन्छ ब्याग बोक्नु नि हो त्यही बोक्नु के यो घरको त कति होला ब्याग त्यही उनको साइड ब्याग यस्तो साइड बोक्नु अँ दाइ जानलाई आज अहिले गएर